भने कति बाबा नातिलाई एकै ठाउँ दही चिउरा असार 15 को दही चिउरा आज नेपालमा परम्पराको भनेर चाहिँ बिहानै दही चिउरा खाइदिन्छ। अब दही चिउरा पनि दही चिउरा फलफुल अब चम्ची पनि हालेको छ, तर हातैले खाने हो परम्परा भनेर चाहिँ मुसेर मजाले हैन मुछेर मजाले फलफुल पनि मिलाएर केरा मिलाएर नेपालीको परम्परा। अब यो दही चिउरा खाएर चाहिँ अनि खेतमा जाने बेठी हेर्न अनि फोटोसोटो एक दुईवटा हाल्न पाइन्छ कि भन्ने ध्यान छ आतुर छ हाल्नुपर्छ। हेर्न आतुर फल चिउरा खाएर जिउ स्वास्थ्यलाई ठिक हुन्छ भनेर अनि बेठीमा हेर्न जाने, बेठी लगाएको हेर्न। अनि एकछिन 1 घन्टा भए पनि हिलोमा पस्नुपर्छ कि पस्नुपर्छ आज पस्नुपर्छ दही चिउरा खाएर। यो खतरा दही चिउरा यसरी खानुपर्छ है दही चिउरा चाहिँ। कलर दही चिउरा हाल्ने एकै ठाउँ अनि के अरे केरा पनि हाल्ने सँगै, चम्ची पनि राख्ने, दही हाल्ने, त्यसरी पनि खानुपर्छ साइडमा राखेर बुवा जसरी खानुपर्छ। कसैले चाहिँ यसरी खाँदैछन् चिउरा खाँदैनन् अरे।